एयरपोर्ट यस कल गर्न आँटेछ मोटे निन्नु आउनुभयो सो व्हाट्स अप गाइज वेलकम टु माई च्यानल म हौ कोरियन श्रेष्ठ र कोरियन ब्लग्समा तपाईँहरूलाई स्वागत छ नाउ आइम गोना चेन्ज माई टाइटल नेम कोरियन ब्लग्सलाई अब हटाएर अब मेरो टिकटकै नाम हालिदिन आँटेको सिटामोल कज त्यो नाम एकदम फेमस छ होइन अनि मसँग जानको लागि तयार छ मेरो बत्तिस से हाई बत्तिस सबैजनाले हाई अनि हामी कहाँ जाँदैछौँ बन्धु बत्तिस कहाँनिर एयरपोर्ट यस अब हामी मेरो बहिनीलाई लिनको लागि चाहिँ यसको नुनु मेरो बहिनीलाई लिन चाहिँ हामी एयरपोर्ट जाँदैछौँ एन्ड दिस इज माई हाउस अनि यो चाहिँ मेरो घर हो अनि यो चाहिँ मेरो बाबाको गाडी हो अनि यो मेरो प्यारो बत्तिस अनि द्याट्स माई ट्र्याक्टर है द्याट्स माई ट्र्याक्टर जुम 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 ढिलो हुन्छ अहिले मार्छ गेट इन खोल्दै त खोलेन क्या खोल्ले ल खोले You can in from here. भयो नि ठिक छ सेट ठिक छ नि ठिक छ भन त्यस्तो गर यस अब चाहिँ हामी ढिला नगरिकन मेरो सिधै मेरो बहिनीलाई लिने एयरपोर्ट जाँदैछौँ अनि 1:45 को फ्लाइट थियो होइन अहिले चाहिँ 2:15 भइसक्यो अब मलाई मार्छ मेरो बहिनीले होइन हामी छिटो गरेर जाँदैछौँ अनि मैले जो मोटेलाई पर्खिरहेको थिएँ मोटे आएकै छैन अहिलेसम्म हाम्रो मोटे बुर्फिन अब मोटे आए जस्तो लाग्यो मलाई मोटे चप्पलमै हिँड्दैछ त मोटे त आज चप्पलमै हिँड्दैछ त नि मोटेले चाहिँ अब मलाई कल गर्न आँटेछ मोटे छिटो हाम्रो मोटो ज्यान परेको भाइ पनि आइसकेको छ आज होइन आज ढोकालिक लाएन ठुलो मलाई अब हामी कहाँ जान आँटेको अरे मोटे भन्दै तँलाई थाहा छ नि हामी कहाँ जान आँटेको कहाँ हामी चाहिँ अहिले गाइड गोडगाउँ टु विराटनगर जाँदैछौँ यसको बोलीमा चाहिँ दम छ क्या तर गाइज यार मेरो अनुहार कस्तो आउँछ कि मलाई क्यामेराको सेटिङ मिलाउनु नआएको हो कि कस्तो होइन आई जस्ट बाई यस्तो हुन्छ नि आई जस्ट बाई इट होइन यति धेरै महँगो किनेको हो कि मैले होइन अब मलाई नै थाहा छैन क्या अब होइन ओइ अब नैत्रीको नाम सुन्सी जाने बुझिस् नि तर हामी जाने चाहिँ कुन बाटो क्या हामी इटरीको बाटो जाने कि गच्छ्याको बाटो जाने कि विराट चोकको बाटो जाने गच्छ्याको बाटो खाली बाटो कुद्नुपर्छ आज हामी हो गच्छ्याको बाटो मलाई हैन एउटा ल्याउनु त सिक्रेट वाला हैन बाटो थाहा छ मलाई सिक्रेट बाटो थाहा छ कहाँबाट भन्छ गोडगाउँको हैन त्यो आइसक्रिम वाला हैन दोकान छ नि आइसक्रिम वाला उताबाट लेफ्ट लिने अनि यता राइट अनि सिधा गएर एकछिन हैन भोक लाग्यो भने रेस्टुरेन्ट आउँछ हैन भोक लाग्यो भने रेस्टुरेन्ट आउँछ अनि त्यहाँ खाने ए तेरो बाउले पैसा दिएको छ मलाई म त केही पनि खुवाउँदिनँ त म त सिधै एयरपोर्ट जान्छु तर लिएर आउँछु घरमै खाने भात पकाएर ल तर यताबाट हैन गच्छबाट यता अनि सिधा गयो भने एयरपोर्ट देखिहाल्छ हो र त्यस्तो छिटो आउँछ त्यति छिटो यहाँबाट हैन हौ मैले तिमीले भनेको थाहा पाइसकेँ चोकबाट हैन हौ कहाँबाट हौ उता हौ गोडगाउँ यही न गोडगाउँ है त यो पुल चाहिँ बनाएको छ हेर अचम्म लाग्दो मान्छेहरू जन्मिन्छ संसारमा होइन माछा मार्दैछौ है माछा मार्ने होइन पिकनिक रहेछ पूजा रहेछ नि निन्नु आउनुभयो
लिनु आउनुभयो एयरपोर्ट आइम एयरपोर्ट 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 अरे सो गाइस अहिले चाहिँ हामी विराटनगरको यो बिग 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 नेपालको अब मेरो लागि चाहिँ अब यहाँनिर हाम्रो पूर्वाञ्चलको सबैभन्दा ठुलो रोड चाहिँ यही हो विराटनगरको यो चाहिँ 6 लेन छ होइन 6 लेन होइन अनि उयो सानो चाहिँ यो 1 लेन 2 3 अनि यहाँनिर 6 लेन मान्छे हिँड्ने पनि छ सानो पटरी यो चाहिँ भनेको चाहिँ सर्भिस रोड हो यो चाहिँ सानो सानो मान्छेहरू अवतरण गर्ने क्या मान्छेहरूलाई उतार्ने रोड हो है त्यो चाहिँ है एन्ड धेरै खुसी छौँ हामी विराटनगरको रोड यतिको भयो होइन अनि बा मेरो भतिज त क्या डेन्जर निदाइदिएको हो आम्मा यो त अति डेन्जर निदाउँदो रहेछ यार यो गाइज यहाँ चाहिँ एमबी अगस्टा जाँदैछ एमबी अगस्टा लाएर कस्तो स्पिड कुदेको यार मलाई प्लिज भेट्नु नि यार यहाँ चाहिँ एमबी अगस्टा चाहिँ खतरा एमबी अगस्टा कुद्दैछ क्या एमबी अगस्टा यो चाहिँ एमबी अगस्टा क्या खतरा कस्तो बल क्या एमबी खतरा है मलाई पनि लाइक मेरो पनि सुपर बाइक चढ्न चाहिँ लास्टै मन छ होइन तर मसँग चाहिँ आरएक्स बाइकहरू होइन क्लासिक बाइकहरू छ होइन लाइक यस्तो बाइकहरू देख्दा चाहिँ क्या मनै कस्तो हुन्छ क्या लाइक हुन्छ नि यस्तो सुपर बाइकहरू देख्दा चाहिँ क्या लाइक यो चाहिँ मेरो लागि एचिभमेन्ट नै हुन्थ्यो क्या यति मैले किनेको भए चाहिँ क्या मेरो लाइफको यु गाइज नो द्याट मैले एउटा चाहिँ कन्भर्स राखेको छु क्या लेदरको त्यो चाहिँ मैले एकचोटि पहिला हाइपमा सिबिआर किन्नु आँटेको थिएँ किनिन अनि त्यो किनेको भए चाहिँ म लाउँथेँ भने तर त्यो किनिन आजसम्म मैले एकचोटि पनि लगाएको छुइनँ क्या जब म सिबिआर 600 किन्छु नि तब म लाउँछु क्या त्यो मलाई त्यो छ क्या मनमा छ क्या म त्यो जुत्ता कुहिएकै होस् त्यतिखेरसम्म होइन तर म लाउँछु क्या त्यो जुत्ता बवाल है गाइस बाइक चिया खाने ठाउँ हो बा B8 लास्ट कन्जस्टेड भइरहेको रहेछ ठाउँ हेरेर एकदमै अनि हामी बाहिर छौँ त हौ कहाँ बक्समा लिन आउँछु ल ब्याग लिन ल बक्ला म ब्याग लिएर छु लिन जाने लवर अनि सवारी छ नि त सवारीलाई अगाडि राख्नु लाउनु न हो भाइ गर्छन् यो पिसाब हेर्न गएको यार यसले यार 15 मिनट कटाउँछ कि क्या हो यार 15 मिनट कटो भन्दा फेरि पार्किङको पैसा लाग्छ तनाव भयो त हौ छिटो हिँड्न 15 मिनट कटो भने 40-50 रुपियाँ लिन्छ क्या त्यहाँ पार्किङ कस्तो बेहोरा हो ऊ अघि हामी 12-18 मा छिरेको अनि किन त 10 मिनट भइसक्यो आउनु पर्दैन त 10 मिनट भइसक्यो अनि 12-18 हैन म त 3-18 मा छिरेको बस
जबतिर त्यो ए यस्तो फोटो कहाँ के कामै काम काम लाग्दैन के को काम लाग्छ तिम्रो अनुहारहरू त कस्तो देखिन्छ हौ मेरो चाहिँ कस्तो देखिन्छ त अनुहार गतिलो हुनु पर्यो होइन होइन गतिलो त धेरै छ के तौले लिन आउँदाखेरि पनि भिडियो बनाउँदै हुनुहुन्थ्यो ए भ्लग बनाउनु भएको काकाले ए तैँले पोल्सोनाको अब के ल्याइदिस् अरे हामीलाई मलाई के ल्याइदिस् तैँले केही न केही म आएँ त यसो साथीहरू ल्याइदिनु पर्ने थियो छि होइन अब त बिहे पनि हुँदैन तेरो अब यही पालि कुन पाली यही पालि म नेपाली ल अहिले चाहिँ मैले टक्क मेरो बहिनीलाई लिएर हामी टक्क जाँदैछौँ घरतिर होइन अनि जे होस् हामी घर जाँदैछौँ अगाडि हेरेर कुदा होइन मलाई अरू भन्न आएन नि त्यही भएर मैले घर जाँदैछौँ भने हो हामी घर जाँदैछौँ गाडीहरू बनाउने छ चाहिँ जानिस् कस्तो जान्ने हो मेरो बाबा अनि टिनको चाहिँ के बनाउँछस् खाट टिनको चाहिँ आगो बाल्छेस् मेरो बाबाले त घर बनाउने हो रिक्जेनले आज घर पो बनाएको थियो है रिक्जेन घरमा बेडरुम है रातो भएको तिम्रो कान ओइ कान ननिमा गर्मी भयो हो तयार छु म बच्चाहरूको आवाज केटीको जस्तै हुन्छ क्या त्यस्तो खालको भाइहरूलाई के माया तिमी भन्नु पनि नपाउनु मैले भाइहरूलाई अब तँलाई भन्दा तैँले तिमी भन्छस् भनेर भाइहरूलाई अनि पत्याउनु मैले म भाइहरूलाई तिमी नै भन्छु म माया गर्छु चेको खान लग्न त त्यही खुसिया प्लिज मैले मासु त्यागिसकेको छु बहिनी हो काकाले मासु खाँदैन ओइ मैले खाएँ हिजो भन्दा खाएँ त उहाँ 2 किलो खायो होला यति कन्स्टिपेसन भयो होला अनि तँलाई फ्याक्ट्री है साइलेन्सर पाइप हो क्या यिनीहरू चाहिँ ल मजाले निकाल झोला झालीहरू छिटो हिँड्न जाउँ सेको हात कसम भेरी प्लिज क्या प्लिज कसम त्यत्रो पैसा कमायो भने छिट्नु